वाकारिमास वाकारिमास भनेको बुझ्नु। जापानिज भाषामा बुझ्नुलाई वाकारिमास भनिन्छ। आरिमास आरिमास भनेको छ अथवा हुनु। छ अथवा हुनुलाई जापानिज भाषामा आरिमास भनिन्छ। सुकी सुकी भनेको मन पर्नु। मन पर्नुलाई जापानिज भाषामा सुकी भनिन्छ। किराई किराई भनेको मन नपर्नु। मन नपर्नुलाई जापानिज भाषामा किराई भनिन्छ। जेउजु जेउजु भनेको चाहिँ दक्ष अथवा राम्रो। जापानिज भाषामा राम्रो अथवा दक्षलाई चाहिँ जेउजु भनिन्छ। हेता हेता भनेको अदक्ष अथवा कमजोर। अदक्ष अथवा कमजोरलाई चाहिँ जापानिज भाषामा हेता भनिन्छ। रेउरी रेउरी भनेको पकवान अर्थात् पाकेको खाना अथवा खाना पकाउनुलाई जापानिज भाषामा चाहिँ रेउरी भनिन्छ है। रेउरी भनेको के रहेछ त? पाकेको खाना। नोमिमोनो नोमिमोनो भनेको चाहिँ पेय पदार्थ अर्थात् कोल्ड ड्रिङ्क्सहरू हुन्छ नि हो, त्यसलाई चाहिँ जापानिज भाषामा नोमिमोनो भनिन्छ। सुपोचु सुपोचु भनेको चाहिँ खेल अथवा स्पोर्ट्स है। खेल अथवा स्पोर्ट्सलाई चाहिँ जापानिज भाषामा के भनिन्छ त? सुपोचु। सुपोचुओ सिमास सुपोचुओ सिमास भनेको चाहिँ खेल खेल्नु। खेल खेल्नुलाई जापानिज भाषामा सुपोचुओ सिमास भनिन्छ। याक्यु याक्यु भनेको चाहिँ बेसबल है। बेसबललाई जापानिज भाषामा याक्यु भनिन्छ। याक्युओ सिमास याक्युओ सिमास भनेको बेसबल खेल्नु। बेसबल खेल्नुलाई जापानिज भाषामा याक्युओ सिमास भनिन्छ। डान्सु डान्सु भनेको नृत्य अथवा डान्स है। डान्सलाई जापानिज भाषामा डान्सु भनिन्छ। डान्सुओ सिमास डान्सुओ सिमास भनेको चाहिँ नृत्य गर्नु अथवा डान्स गर्नु है। डान्स गर्नुलाई जापानिज भाषामा डान्सुओ सिमास भनिन्छ। ओनगाकु ओनगाकु भनेको सङ्गीत है। सङ्गीतलाई जापानिज भाषामा ओनगाकु भनिन्छ। उता उता भनेको चाहिँ गीत है। गीतलाई जापानिज भाषामा उता भनिन्छ। कुरासिकु कुरासिकु भनेको चाहिँ शास्त्रीय सङ्गीत। शास्त्रीय सङ्गीतलाई जापानिज भाषामा कुरासिकु भनिन्छ। ज्याजु ज्याजु भनेको ज्याज धुन है। ज्याज धुनलाई जापानिज भाषामा चाहिँ ज्याजु भनिन्छ। कोन्सातो कोन्सातो भनेको कन्सर्ट। कन्सर्टलाई जापानिज भाषामा कोन्सातो भनिन्छ। काराओके काराओके भनेको बार अथवा सङ्गीत है। बार अथवा सङ्गीतलाई चाहिँ जापानिज भाषामा काराओके भनिन्छ। काबुकी काबुकी भनेको चाहिँ परम्परागत जापानिज गीती नाटक है। परम्परागत जापानिज गीती नाटकलाई चाहिँ काबुकी भनिन्छ। एउटा चाहिँ गीती नाटक रहेको छ यो काबुकी भन्ने। ए भनेको चाहिँ फोटो अथवा चित्र है। फोटो चित्रलाई जापानिज भाषामा ए भनिन्छ। जी जी भनेको चाहिँ अक्षर। अक्षरहरूलाई जापानिज भाषामा जी भनिन्छ। खान्जी खान्जी भनेको चाहिँ चाइनिज अक्षर है। चाइनिज लेटरहरूलाई चाहिँ जापानिज भाषामा चाहिँ खान्जी भनिन्छ है। हिरागाना हिरागाना भनेको चाहिँ हिरागाना लिपि। काताकाना काताकाना भनेको चाहिँ काताकाना लिपि है। यो कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसैले मैले डिटेलली भनिनँ है। रोमाजी रोमाजी भनेको चाहिँ रोमन वर्णमाला। रोमन वर्णमालालाई जापानिज भाषामा चाहिँ रोमाजी भनिन्छ। कोमाखाई ओखाने कोमाखाई ओखाने भनेको चाहिँ सानो परिवर्तन भनेको है। कोमाखाई ओखाने भनेको चाहिँ सानो परिवर्तन। चिकेत्तो चिकेत्तो भनेको चाहिँ टिकट है। टिकटलाई जापानिज भाषामा
चिकेत्तो भनिन्छ। जिखान जिखान भनेको समय, समयलाई जापानिज भाषामा जिखान भनिन्छ। एउजी एउजी भनेको चाहिँ केही गर्नु वा सुम्पिनु है, केही गर्नु अथवा सुम्पिनुलाई जापानिज भाषामा एउजी भनिन्छ। याकुसोकु याकुसोकु भनेको चाहिँ प्रमिस है, प्रमिसलाई जापानिज भाषामा याकुसोकु भनिन्छ। गोस्युजिन गोस्युजिन भनेको चाहिँ कसैको पति है, अरू कसैको चाहिँ हस्बेन्डलाई जापानिज भाषामा चाहिँ गोस्युजिन भनिन्छ है। ओत्तो ओत्तो भनेको चाहिँ आफ्नो हस्बेन्ड अथवा आफ्नो पतिलाई चाहिँ जापानिज भाषामा चाहिँ ओत्तो भनिन्छ है, मेरो पति अर्थात् आफ्नो पतिलाई जापानिज भाषामा ओत्तो भनिन्छ। गोस्युजिन भनेको चाहिँ अरूको पति अर्थात् अरूको हस्बेन्ड है, याद गर्नु होला, आफ्नो हस्बेन्डलाई ओत्तो भनिन्छ, अरूको हस्बेन्डलाई चाहिँ गोस्युजिन भनिन्छ है, यसमा नझुकिनु होला तपाईहरु। स्युजिन स्युजिन भनेको पनि आफ्नो हस्बेन्ड है, आफ्नो हस्बेन्डलाई एउटा ओत्तो भनिन्छ भने अर्को चाहिँ स्युजिन पनि भनिन्छ है, याद गर्नु होला। ओकुसान ओकुसान भनेको चाहिँ अरूको वाइफ है, अरूको पत्नीलाई चाहिँ ओकुसान भनिन्छ है, याद गर्नु होला यो। चुमा चुमा भनेको चाहिँ आफ्नो वाइफ है, आफ्नो वाइफलाई चाहिँ जापानिज भाषामा चुमा भनिन्छ है। कानाई कानाई भनेको पनि आफ्नो वाइफ, आफ्नो वाइफलाई चाहिँ कानाई पनि भनिन्छ, चुमा पनि भनिन्छ, यो कुरा याद गर्नु होला, यसमा चाहिँ कन्फ्युजन नराख्नु होला है तपाईहरुले। कोदोमो कोदोमो भनेको चाहिँ बच्चा है, बच्चालाई जापानिज भाषामा कोदोमो भनिन्छ। योकु योकु भनेको राम्रो धेरै भनेको है, योकु भनेको राम्रो धेरै भनेको हो। दाइताई भनेको चाहिँ धेरै लगभग भनेको है, धेरै लगभगलाई जापानिज भाषामा चाहिँ दाइताई भनिन्छ। ताकुसान ताकुसान भनेको चाहिँ धेरै है, ताकुसान भनेको धेरै, गन्न सकिने र गन्न नसकिने दुवैमा चाहिँ यो प्रयोग हुन्छ, ताकुसान भनेको चाहिँ धेरै रहेको छ। सुकोसी सुकोसी भनेको चाहिँ थोरै, थोरैलाई जापानिज भाषामा चाहिँ सुकोसी भनिन्छ। जेनजेन जेनजेन भनेको चाहिँ कति पनि होइन भनेको है, जेनजेन भनेको कति पनि होइन, यो चाहिँ नेगेटिभ देखाउँदाखेरि चाहिँ प्रयोग गरिन्छ है, जेनजेन भनेको चाहिँ कति पनि होइन भनेको है, जापानिज भाषामा कति पनि होइनलाई चाहिँ जेनजेन भनिन्छ। हायाकु हायाकु भनेको छिटो अथवा सबेरै है, छिटो अथवा सबेरैलाई जापानिज भाषामा चाहिँ हायाकु भनिन्छ। कारा कारा भनेको चाहिँ किनभने भनेको है, कारा भनेको किनभने भनेको हो, जापानिज भाषामा चाहिँ किनभने अथवा बिकज भन्न पर्यो भने चाहिँ कारा भनेर चाहिँ भन्न सक्नुहुन्छ है, याद गर्नु होला। दोसिते दोसिते भनेको चाहिँ किन भनेको है, दोसिते भनेको किन, जापानिज भाषामा चाहिँ किन भनेर चाहिँ प्रश्न गर्नु पर्यो, कसैले सोध्यो भने चाहिँ के भन्छ त, दोसिते है, दोसिते भनेको चाहिँ किन भनेको हो। जान्नेन देस्ने जान्नेन देस्ने भनेको चाहिँ म दुखी छु भनेको है, कुनै अब दुःख लाग्दो कुराहरू चाहिँ तपाईलाई कसैले जापानमा भन्यो र अब यो कुरा सुनेर चाहिँ म दुखी छु, मलाई दुःख लाग्यो भनेर चाहिँ भन्न पर्यो भने तपाईले के भन्न पर्यो त, जान्नेन देस्ने, जान्नेन देस्ने भनेको चाहिँ म दुखी छु भनेको है। सुमिमासेन सुमिमासेन भनेको चाहिँ आई एम सरी भनेको है, मलाई माफ गर्नुहोस् अथवा आई एम सरी भन्न पर्यो भने तपाईले जापानमा के भन्न पर्यो त, सुमिमासेन, सुमिमासेन भनेको चाहिँ आई एम सरी भनेको हो। मोसी 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 भनेको चाहिँ नमस्ते भनेको है, फोनमा चाहिँ प्रयोग गरिने शब्द, हामीले चाहिँ नेपालमा कसैको फोन आयो भने फोन उठाउँदाखेरि हेलो भन्छौँ नि, हो जापानमा तपाईले कल उठाउँदाखेरि चाहिँ फर्स्टमा चाहिँ मोसी मोसी भन्न पर्छ है, हेलो भनेर चाहिँ हुँदैन, जापानमा चाहिँ तपाईले के भन्न पर्यो त, मोसी मोसी, मोसी मोसी भनेको चाहिँ नमस्ते अथवा हेलो रहेको छ है, याद गर्नु होला यो कुरा। आ भनेको चाहिँ ओहो भनेको है,
आ भनेको चाहिँ ओहो भनेको हो। इस्यौनी इखागा देशका, इस्यौनी इखागा देशका भनेको चाहिँ के तपाईँ हामीसित जानुहुन्न, के तपाईँ हामीसित जानुहुन्न भनेर चाहिँ तपाईँले जापानमा कसैलाई भन्न पर्यो भने के भन्न पर्यो त? इस्यौनी इखागा देशका, इस्यौनी इखागा देशका भनेको चाहिँ के तपाईँ हामीसित जानुहुन्न भनेको हो। चोत्तो, चोत्तो भनेको चाहिँ अलि गाह्रो छ भनेको है, चोत्तो भनेको अलि गाह्रो छ भनेको हो। दामे देशका, दामे देशका भनेको चाहिँ त्यसो भए तपाईँ सक्नुहुन्न भनेको है, त्यसो भए तपाईँ सक्नुहुन्न भनेर चाहिँ तपाईँले भन्न पर्यो भने के भन्न पर्यो त जापानिज भाषामा? दामे देशका, दामे देशका भनेको चाहिँ त्यसो भए तपाईँ सक्नुहुन्न भनेको हो। माता कोन्दो ओनेगाई सिमास, माता कोन्दो ओनेगाई सिमास भनेको चाहिँ कृपया अरू कुनै समय फेरि मलाई सोध्नुहोला भनेको है। माता कोन्दो ओनेगाई सिमास भनेको चाहिँ कृपया अरू कुनै समय चाहिँ मलाई सोध्नुहोला भनेको हो। चाहिँ मैले तपाईँहरूलाई लेसन 9 को भोक्याबुलरीहरूलाई सम्पूर्ण नेपालीमा उच्चारणसहित राखिसकेको छु। आई होप तपाईँलाई यो भिडियो एकदमै हेल्पफुल भयो होला भन्ने मैले आशा राखेको छु। जाँदा जाँदै तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धेरै साथीहरू जापानिज भाषा अध्ययन गरिरहनु भएको छ। तपाईँको एक सेयरले तपाईँको साथीहरूलाई पनि हेल्प पुग्नेछ। नेक्स्ट भिडियो लेसन 10 को भोक्याबुलरीमा भेट्नेछौँ। धन्यवाद।